नमस्ते सबैजनालाई मेरो नाम आँचल चौधरी हो। मलाई नेपालको पहिलो अन्तरिक्ष यात्री बन्ने अभियानमा सहयोग पुर्याइदिनुहुने हजुरहरूलाई म धेरै नै धन्यवाद दिन चाहदछु। म आज आफूले म चाहिँ कुन मिसनमा अन्तरिक्षमा जान थालेको बारेमा हजुरलाई म अवगत गराउन चाहन्छु। मेरो ब्याकग्राउन्डमा हजुरले देख्नुहुने ब्याज चाहिँ मेरो अन्तरिक्ष यात्री बन्ने कम्पिटिसनको ब्याज हो र यो म हजुरलाई अलिकति डिटेलमा एक्सप्लेन गराउन चाहदछु। So this is my name, of course, candidate name Achal Chaudhary, which is my name, of course. Country Nepal. So since I'm a citizen of Nepal, म नेपालको नागरिक भएको कारणले म नेपाललाई प्रतिनिधित्व गर्दछु। सो मैले यता नेपाल राखेको छु, of course. यहाँ चाहिँ हेर्दै हुनुहुन्छ हजुरले मेरो युजर नेम आँचल हो। सिन्स आँचल इज भेरी युनिक नेम, so I don't have to put any characters त्यसको पछाडि, so it's just आँचल। मिसन इज युनिटी, सो यो चाहिँ ब्लू ओरिजिनको न्यू सेपर्ड रकेट मिसन हो। मिसनको नाम चाहिँ युनिटी हो। अनि क्रुज सिन्स सेप्टेम्बर 2025। सो मैले चाहिँ यो एस्ट्रोनटको यो कम्पिटिसनको लागि साइन अप चाहिँ सेप्टेम्बर 2025मा गरेको थिएँ। सो सेप्टेम्बर लेखेको छ। आई होप हजुरले मेरो ब्याज देखिसक्नुभयो र प्लिज लेट मी नो इफ यु हेभ एनी मोर क्वेसन्स। थ्याङ्क यू सो मच। धन्यवाद।